हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज पनि म नयाँ भिडियोको साथ आइरहेको छु गाइज। यहाँबाट टक्कै माथि बिहानमा एकदमै माथि दामी देखिन्छ। म चाहिँ अब जान लागेको गाइज होइन। आज के साइकलमै जाने? साइकलमै हुन्छ होला। नयाँ होइन, हिँडेर जानुपर्छ। दुईवटा जानुपर्छ हिँडेर। हुन्छ हुन्छ नि त। साथीले भन्यो होइन, म चाहिँ हिँडेरै जान्छु होला। साइकलमा भन्दा पनि मेरो चाहिँ कहिले काहीँ हिँडेर हिँड्नु पऱ्यो नि। त्यो कि धेरै दिन म प्रायः साइकलमै हिँडिरहन्छु साथीहरू होइन। एकदम साथीले आज चाहिँ मलाई नै यार हिँडेर जाऊँ न त के छ र भनेर भनेपछि ल हुन्छ नि त हिँडेरै जाऊँ भनेर। अनि यसो रमाइलो पनि हुन्छ, गफगफ पनि गरौँ भनेर कति दिन एक्लै हिँड्ने। कहिले काहीँ साथीसँग यसो कुराकानीहरू पनि सेयर गर्नुपर्ने हुन्छ होइन साथीहरू। अनि साथी कस्तो छ त तिम्रो पढाइ? कस्तो छ? ठिक छ होइन? तिम्रो कस्तो हुन्छ? तिम्रो पनि एकदम बेस्ट। भलक नाम लागेको हुन्थ्यो, ज्ञान लाग्नु खान्थ्यो। ए सात वर्ष लाग्नु भयो होइन। पहिला चाहिँ के घरमा बस्थ्यौँ यता अगाडि, यो घरमा बस्थ्यौँ त अगाडि, त्यसपछि उता गएको हामी। म चाहिँ मर्निङ भन्न चाहन्छु मैले सर्नुपर्छ मेरो तर्फबाट। म पनि गुड मर्निङ भन्न चाहन्छु सबैजनालाई। अरू के कस्तो अवस्थामा हुनुहुन्छ होइन? जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुन्छ सबैजनालाई मस्त रहनुलाई, व्यस्त रहनुलाई। सब्सक्राइब गरेर माया गरिदिनु होला। जीवनको केही छ सब्सक्राइब गर्नुको लागि केही भन्न आज केही छ कि हुन्छ त्यस्तै हो। तपाईँको सानो एउटा लाइक र कमेन्टले गर्दा कसैको भविष्य भन्छ भने त्यसमा पठाइ नहट्नु होला। एकदमै चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला होइन। किनभने उसले पनि एकदमै केही सपना सजाइरहेको हुन्छ नि त। ठुलो सपना सोच्या हुन्छ। सोचेको हुन्छ, एउटा सजाइरहेको सब्सक्राइब हो अब जाने के नै छ र? त्यो नै छ र, एउटा सब्सक्राइब नै हो होइन। त्यो हो र सब्सक्राइब चाहिँ गरिदिनु होला होइन। सपोर्ट हुन्छ सब्सक्राइबले। कसैले कोही मान्छेले एकदम खुसी मिल्छ भने चाहिँ होइन, खुसी नै एउटा धर्म हो नि त। त्यसलाई खुसी दिनु नै एउटा धर्म हो गाइस होइन। सब्सक्राइब गरिदिनु होला। डेली यस्ता भिडियोहरू गाउँघरमा यस्तो रमाइलो हामी अहिले चाहिँ सहरमा पनि हामी भिडियो बनाइरहेको गाउँतिर गएपछि फेरि गाउँको एकदम अर्ग्यानिक भिडियोहरू अर्ग्यानिक कुराहरू देखाइरहेको हुन्छन्, आउनेछन्। सो तपाईँले देख्न चाहनुहुन्छ भने पनि सब्सक्राइब गरेर अगाडि अन्य भिडियोहरू त्यो दिनमा हेर्न सक्ने बनाउनु होला। सो गाइज हेलो, यो बाटोमा हाम्रो दाइलाई पनि देखाइदिनु पऱ्यो। यस्तै ठिक छैन। पहिलाको घरमा बस्दाखेरि सँगै बस्थ्यौँ, यताउता दाइपुर हाम्रो रुम सँगसँगै थियो होइन। म भिडियोहरू हालिरहन्छु दाइ फेरि 10-12 दिन भइसक्यो लगभग। कलेज जाने आउने अब जता जान्छ सबै भनौँ न। दाइ अहिले कता कलेजतिर होइन। ब्लग आज चाहिँ म बुलबुलेतिर जानलाई एकदम रेडी भएको छौँ। हामी दुईजना साथी छन्, म 3जना भएर हामी चाहिँ बुलबुले जानलाई आएको गाइज। हेरौँ उहाँको अब भ्यू कस्तो छ, यताउता सबै हजुरहरूलाई देखाउँछौँ। हेरेर जानु होला कस्तो कस्तो हुन्छ। हामीहरू एकदम अपडेट दिइरहनेछौँ गाइज। हामी चाहिँ अहिले चाहिँ बुलबुलेभित्र छिरिसकेको अवस्था छ। नाली नाली नागेर हामी जानु पर्ने हुन्छ। नाली नागेर जानु निबाट भाइ निबाट होइन निबाट फुङ्गामा न फुङ्गाला को फुङ्गा आउँछ पहिला भाइ यता छैन भाइ भाइ यता छैन कि नाली छैन कि बरु यहाँबाट मिल्ला बरु यहाँबाट गरौँ है भाइ। यहाँ सानो चल्ली
हो त्यहाँबाट सक्छस् ल हाम्रो भाइ चाहिँ लुट्न सक्ने सम्भावना नि छ है गाई चाहिँ एकदम ल ए तलबाट हिँडेर यार तल ढुङ्गो माटो खसेर होइन माटो खसेर हिँड्नु मिल्ने रहेछ यार धन्न चिक्लिएर बसेन कता जाने निवर जाने भिडियो बनाउने घुम्ने भिडियो कता जाने फाइनली गाइज हामी चाहिँ एकदम बुलबुलेभित्र छिरिसक्यौँ अब यहाँ ठ्याक्कै तालको यता नजिक साइडमै छन् हजुरहरूलाई हामी ताल देखाउँछौँ बुलबुले ताल बिचमा ठ्याक्कै उठ क्या ब्ल्याक छ झन्डा साइड पनि रहेछ झन्डा यता छ म अर्को साइडबाट पनि देखाउँछु सुन भेटिन्छ यहाँ दिवस सुन भेटिन्छ होला इनबक त फिक्स छ यहाँ यता किनभने यतातिर पानी कम त ढुङ्गा होला बङ्गा लाग्ने भाइ एमाले भित्र इन्भर्टर भएर अन्दै दाहिनेमा फिट भएर के ग्यास फिट हुन्छ होइन काका यो बुलबुलेको बारेमा केही भन्न चाहनुहुन्छ बुलबुलेको बारेमा बुलबुले अब एकदम राम्रो छ घुमाइदिनु होला सबै बुलबुलेमा अझै यहाँको सेवा सुविधाहरू हुन्छ नि के भइदियो जस्तो लाग्छ अझै राम्रो हुन्थ्यो होला अझ यहाँको पर्यटकहरूलाई अझ आकर्षक गर्न सकिन्थ्यो होला जस्तो लाग्छ यसो बुझ्दाखेरि यहाँ चाहिँ अब यहाँको सरसफाइ भएको भए राम्रो हुन्थ्यो होला अझ व्यवस्थित भएको भए अझ राम्रो हुन्थ्यो राम्रो हुन्थ्यो टिकटको सिस्टममा अलि कम भएको भए पर्यटकहरू बढी आउने सम्भावना हुन्थ्यो त्यस्तै धेरै कुराहरू छ भाइ यता भाइले के भन्न चाहन्छु एउटा हाम पाल्न पर्दैन त्यही त भने त हाम्रो यहाँ चुवामा पनि एकदमै बढेको छ होइन सुर्खेतमा चाहिँ देशभरि हो एकदमै वायु प्रदूषणले लास्टै भए अनि यहाँ चाहिँ अहिले चाहिँ बुलबुलीभित्र अहिले चाहिँ एकदमै सुकेर पातहरू सुकेर पुरै नै एकदमै यस्तो भए बुट्टाहरू पनि एकदमै सुकिरहेन होइन नत्र सदा चाहिँ यहाँ हरियाली छाइरहन्थ्यो यहाँ अलि सिँचाइको कमी भएको छ हाम्रो बुलबुले तालमा यत्रो पानी छ अनि यहाँ वरिपरि चाहिँ फुलका बुट्टाहरू रोपिदिएको भए त्यसले गर्दा अझ व्यवस्थित पर्यटकहरूलाई अझ आकर्षक गर्थ्यो जस्तो लाग्छ होइन
पर्यटकको मन लोभाउने गर्छ एकदम मन लगाउने खालको हुनुपर्ने हो हाम्रो छैन के गर्नु हामी पानी एकछिनमा अगाडि बढ्दैछौँ गाइज होइन अगाडि गएर हामी देखाउँछौँ अब मधुरहरूलाई यहीँ जोडिएको छ यो बुलबुलेमा सानो बुलबुले के अरे सानो नदी हो कि गाइज हाम्रो नजिकै चाहिँ एकदमै बोट डुलिरहेको के भन्छ डुलिरहेको के भन्छ अरे अवस्था छ होइन चलिरहेको हामी चाहिँ एकछिनमा अब अगाडि गएर हजुरहरूलाई यो बुलबुले त मेन शाखा र तलतिरपट्टि पऱ्यो मानतिरपट्टिको माथिरको अलिकति सानो चाहिँ यो पोखरी यो तल्लो पोखरी अलि ठुलो छ अलि सानो चाहिँ पोखरी माथितिर बन्दै गरेको जुन छ त्यो चाहिँ हामी हजुरहरूलाई देखाउनेछौँ एकछिनमा एकदम यो टाउमा एकदमै छाल हेरौँ न है खतरा आइरह नि समुद्र जस्तो समुद्रमा छाल तपाईँहरू यहाँ पनि समुद्रको फिल हुन्छ तपाईँ फिल हुन्छ अब गाउँमा सानो पोखरी पनि नदेख्नु भएको हुन्छ नि त कुनै कुनै ठाउँमा त अब पोखरी पनि हुँदैन सानो पोखरी पनि त्यस्तो ठाउँको मान्छेहरूले यसो हेर्न घुम्न आउनुभयो भने चाहिँ यहाँ समुद्रको जस्तो एकदम आनन्द फिल लिन सक्नुहुन्छ माछा पनि छ नि माछा मऱ्यो होला यस्तरी बेकारी माछा मर्छ कति होइन? गएर होला यो फेरि फेरि पनि एकदमै 10,000 फिट नजिक नजिक आइसकेको छ ए 10,000 फिट 10,000 फिट कहिले पुग्यो यति ठुलो छ गाइज हाम्रो यो बुलबुले चाहिँ सुर्खेतको बुलबुले एकदमै घुम्न लायक एकदमै मान्छेहरू धेरै नै मान्छेहरू आउने ठाउँ गाइज चाहिँ कति हजार फिट छ यो सुर्खेत 30,000 भनेर 30,000 त कहाँ 36,000 फिट यो कम्तीमा नि उति उयो एङ्गल जति छैन होला गहिरो 30,000 त 30,000 भने यहाँमा जेट प्लेन हिँड्छ माथि 30,000 फिटमा त्यहाँभन्दा माथि त अक्सिजन प्राप्त के भने भाइले भन्न खोजेको त समुद्री सतहदेखि गहिरो 36,000 फिट उचाइमा छ भने 1600 भन्दा तलै छ यो खै थाहा भइरहेको हाम्रो त खासै ज्ञान छैन त्यो प्रति देख्न सक्नुहुन्छ हाम्रो बन्दै गरेको सानो पोखरी